संविधान निर्माणको अब हामी अन्तिम चरणमा पुगेका छौँ। संविधानको परिमार्जित विधेयकमाथि अहिले छलफल चलिरहेको छ। सायद भोलि शनिबारसम्ममा यो पुरा हुन्छ र त्यसपछि यसमा आवश्यक संशोधन राख्ने 7 दिनको समय हुन्छ। त्यसबीचमा हामीले दलहरुका बीचमा सहमति कायम गर्न बाँकी रहेका विषय विभिन्न मधेसीवादी थारू जनजाति महिला दलितहरूले जुन मुद्दाहरू उठाइरहेका छन् उहाँहरूसँग पनि वार्ता गरेर यसबीचमा चाहिँ आवश्यक संशोधन प्रस्ताव तयार हुन्छ र संशोधन राखेर त्यसपछि चाहिँ दफावार छलफलबाट संविधान पारित हुन्छ। यसो गर्दा अब केही हप्ताभित्र नेपालले चाहिँ नयाँ संविधान पाउँछ। जस्तै अब यो आन्दोलनलाई सम्बोधन गर्ने सम्बन्धमा र वार्ताको सम्बन्धमा चाहिँ के हुन्छ त? अब के मागहरू पुरा हुन्छन् आन्दोलनकारीहरूका? यसलाई हामीले अन्यथा मान्नु हुँदैन। अब आफ्नो अधिकार सुनिश्चित गर्नको निम्ति मधेसी जनजाति थारू महिला दलित लगायतका उत्पीडित समुदायले आफ्नो आवाज उठाउनलाई हामीले अन्यथा मान्नु हुँदैन। तर यसै क्रममा टिकापुर लगायत केही ठाउँमा अत्यन्त अप्रिय घटनाहरू जुन घट्न पुगेका छन् त्यसबाट पाठ सिकेर हामीले यो सबै समस्याको चाहिँ एउटा राजनीतिक ढङ्गले नै समाधान गर्ने कोसिस चाहिँ हामीले गर्नुपर्छ र सबै पक्षसँग वार्ता गरेर संवाद र सहमतिबाटै निकास दिनुपर्छ भन्ने मलाई लाग्छ। के सम्भावना छ त्यस्तो गृह कार्य भएको? भइरहेको छ। हामी अनौपचारिक ढङ्गले विभिन्न पक्षसँग कुराकानी गरिरहेका छौँ र हामीले नै सल्लाह गरेर सबै पक्षलाई वार्तामा आउन प्रधानमन्त्री मार्फत औपचारिक पत्र व्यवहार पनि गरिएको छ। त्यसैले अब हामी आशा गर्छौँ छिटै उहाँहरूसँग पनि संवाद भएर एउटा निकास निस्कन्छ। तर डाक्टर साहबलाई एउटा गम्भीर आरोप लगाउनु भयो नि शेरबहादुर देउवाले चाहिँ यो हिंसा भड्काउने काम चाहिँ बाबुराम भट्टराईले गर्नुभयो भनेर चाहिँ उहाँले। अब यो त उहाँले त हामीले त जनयुद्ध पनि भड्काएको आरोप उहाँले हामीले लाउनु भएकै हो। मलाई 40 सूत्रीय माग मैले नै उहाँलाई प्रस्तुत गरेको थिएँ 52 सालमा। आखिर 10 वर्षीय जनयुद्ध कसरी भयो, कसो कारणले गर्दा भयो भन्ने कुरो त इतिहास साक्षी छ। त्यसैले म निम्न स्तरमा ओर्लेर कसै टिका टिप्पणी गर्न चाहन्न। हजारौं वर्षदेखि उत्पीडनमा परेका थारू समुदाय जो चाहिँ अर्धदासताको रूपमा अहिले पनि रहन बाध्य भए, कमलेहरू रहेर आफ्नो छोरीहरूको चाहिँ अस्मिता लुटाए, ती थारूहरूले अहिले आफ्नो पहिचान अधिकार सहितको चाहिँ आफूलाई प्रान्तीय राज्य चाहिन्छ भन्दा तीमाथि दमन गर्ने, तिनलाई अपमान गर्ने काम कसले गरिराखेको छ? इतिहासले त्यसको छिनोफानो गर्छ। म योभन्दा बढी टिप्पणी गर्न चाहन्न।